सो आज थियो रेस्ट डे। रेस्ट डेमा पनि हामी केही गर्न सक्छौँ भन्ने थट मेरो मनमा आयो। त्यसपछि म रेडी भएर यसो लङ वाकको लागि निस्केँ। केही नगर्नुभन्दा केही गरेँ कि ठिक भन्ने सोच आइरहेको थियो। त्यसपछि म निस्केँ घरबाट अनि सन वाज सो साइनिङ। त्यसपछि बिस्तारै हिँड्दै पुगेँ तल सिङ्गल ट्रीतिर। हिँड्दै गएँ। त्यसपछि तल धेरै मान्छे थिए आज सिङ्गल ट्रीमा। त्यसपछि सिङ्गल ट्री हुँदै म भाइरल रोड पुगेँ। भाइरल रोडको माहौल यस्तो थियो, मेरो 10,000 स्टेप्सको टार्गेट थियो। त्यसपछि बिस्तारै आफ्नो स्टेपहरू कम्प्लिट गर्न अझै हिँडेँ अनि सोचेँ अब राति हुन लागिसक्यो, अब घर फर्किनुपर्छ। त्यसपछि बिस्तारै घर फर्किन लागेँ अनि हिँडेँ। फर्किँदै कुण्डीसम्म आइपुगेँ अनि द्याट वाज द डे। आजको राति पनि गएको। सी यू टुमारो।